अब हामी चाहिँ कारगिलदेखि हिँड्न थालेको गाइज हैन। अब हाम्रो यात्रा चाहिँ अब खलङ्गा राजापुरको सदरमुकाम खलङ्गामा हाम्रो अब यात्रा सुरु हुन्छ यहाँदेखि कारगिलदेखि डाँडा। अनि त्यसपछि चाहिँ हामी हुकुम हुँदै हामी आज त स्यारपुताल स्यारपुतालमा आज हाम्रो लास्ट इन्डिङ भन्ने स्यारपुताल हुन्छ। अब सब हुन्छ प्याकिङ भइसकेको छ। अब बुवालाई देखाएको त उहाँ चाहिँ हाम्रो बुवा हुनुहुन्छ, मेरो बुवा होइन। हेलो भन्नु बुवा। हेलो भन्नु कि कस्तो कस्तो अगाडि दिन्छ हामीसँग जाने यात्रा गरेर हजुर जानु बाटामा केही समस्याहरू फोन गर्दै गर्नु पर्यो। राम्रै ठाउँ छ, राम्रो ठाउँ चाहिँ पश्चिम रूपमा राम्रो ठाउँ छ। ल पूर्वमा जाने पश्चिममा छ, पूर्व पश्चिम तक्सेरासम्म जाने त्यहाँबाट डाङ भएर जाने भन्ने सकेन अब के हुन्छ त्यहाँ पनि भएन बाटो राम्रो छ। ल गाइस अब हामी अब हिँड्छौँ ढिला हुन्छ फेरि। हाम्रो साथी चाहिँ उता गइसकेको छ, सुरु गइसके सुरु पुगिसक्यो। अब चाहिँ हामी निरन्तर तरिकाले हामी चाहिँ अब यहाँ मनिसो हामी हुन्छौँ है। 3 घन्टाको बाटो छ। चल निकाल। गाइस हामी जान लाग्यो अब है। गाइस कम भन् के साथी हो साथी भन् अड्की लाग्छ त्यसै आउँदैन। म एकछिन नि खिच्छु तलबाट। तेरिका हाम्रो अन्टी है गाइस युगस केसीको मम हो। युगस केसीको मम ब्रान्ड युट्युबमा हेर्नुहुन्छ पछि। हेलो भन्नु न। हेलो हाय ल भयो खै त हामीलाई अनि हामी जानु ल भयो। राम्रोसँग जानु शुभ यात्रा घुमघाम गरेर आउनु। तिहारमा कोलपुर भेटौँला। ल हस् भैली ल खेलौँला, रमाइलो ल ठिक छ ल चाँडै भेटौँ न ल भाइ। ट्याक्टर चाहिँ मिलाइदिनु। हजुर तलै तलै जा तलै छ क्या जा 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 जान म खिच्छु। हामी भने हिँडिरहेको छ मैले मिड हाइवे मध्य पहाडी रोड राजमार्ग प्यारो मित्र हो। यो चाहिँ हाम्रो यो मध्य पहाडी बाटो हो राजमार्ग होइन। नेपालको सबैभन्दा ठुलो प्रोजेक्ट पनि होइन जुन हो यो। र यो प्रोजेक्ट चालु भएको चाहिँ विगत 15 वर्षभन्दा बढी भइसक्यो। 15 वर्ष भइसक्यो। र अहिलेसम्म पनि यो हाम्रो यो सम्पन्न हुन सकेको छैन होइन। अहिलेसम्म चाहिँ बाटो हुनुपर्ने मात्रै भएको छैन। त्यसको लागि किन भएन त भनेर त्यो कुरामा आवाज उठाउनुपर्छ गाइज होइन। बाटो जस्तो अपलोड भयो भने भ्यू भने म्याजेस्टिक छ म्याजेस्टिक भ्यू। हाम्रो यात्राको यो दृश्यहरू यात्रा टु खलङ्गा खलङ्गादेखि एकैछिन घुमेर अनि त्यो पछि स्याफ्रो ताल। हेलो साथी हो। यो चाहिँ हाम्रो यो बडा खोला भनेर चाहिँ हामी यसलाई यो खोलालाई भनिन्छौँ है। यो खोलामा चाहिँ हाम्रो मेरो चाहिँ धेरै मेमोरी छ क्या। त्यति मेमोरी चाहिँ पनि हुन्थ्यो कि हामी पहिला घरदेखि पुरा यहाँ खोला भर भन्थ्यो क्या। यहाँ तल चाहिँ कुहिर भन्थ्यो होइन। त्यो कुहिर चाहिँ हाम्रो एकदम फेमस हाम्रो कार्यक्रममा एकदम फेमस भयो हो क्या पौडी खेल्ने स्विमिङ। यो खोला बडे खोला हो। अनि हामी चाहिँ त्यहाँ पर यति खेल्थ्यौँ है। खोला भने बडा खोला भनेर चिनिन्छ। यहाँ चाहिँ तल पुरै खोला भयो। पहिला तल हल्का थोरै तल गयो भने चाहिँ भनेर आउँछ क्या। त्यहाँ अहिले त्यो बाटोले गर्दा चाहिँ हल्का भइसकेको छ। तर त्यो टाइममा चाहिँ खोला ठुलो थियो क्या यो। अनि त्यहाँ बन्थ्यो। त्यहाँ हामी पौडी एकदम खेल्थ्यौँ कि हामी टिकाको समयमा भागेर आएर है यस्तो खेल्थ्यौँ कि आएर त्यो पौडी खेल्न नआउँ त साथी हो। हामी चाहिँ अहिले गाउँतिर गाउँमा खेल्दैछौँ है। बेस्केटबल मेला लाग्छ हाम्रो। बेस्केटबल के सुन्छ
देशी बोल्यो कि त्यो पर चाहिँ हाम्रो भोट कुखुरा हो हामी गाउँमा छौँ अहिले त्यसपछि त्यो माथि माथिका भइहाल्यो माथिकादेखि चाहिँ हाम्रो उता माथि पहिला चाहिँ हामी खलङ्गा बजार हुन्छ नि हामी जान ठाउँ त्यो चाहिँ हामी त्यो माथिदेखि हिँड्दै जान्छौँ त्यो माथिदेखि हिँड्दै जानु पर्थ्यो उठाइ नै हुन जानु पर्थ्यो हाम्रो उता गाउँको प्रवेश गर्नु अहिले र साथीहरू हामी अहिले चाहिँ यो जक्तिपुरदेखि हल्का तल आएर चाहिँ हामी बस्ती एकदम बहुत राम्रो देखाएको छ उतापट्टि भेरीको उतापट्टि चाहिँ रुकुम हो होइन ऊ त्यहाँ देख्नु भएको छ त्यो बजार चाहिँ चौधारी भयो अनि यताको जाजरकोट हो जाजरकोटको चाहिँ यो हाम्रो त्यो ठाउँको नाम चाहिँ खोलापारी रुकुम पऱ्यो यता जाजरकोट पऱ्यो जाजरकोट हो ठ्याक्कै पनि ठाउँको नाम विषय थियो होइन तर यो ठाउँ चाहिँ एकदमै हेर्दाखेरि एकदमै हेर्नुहोस् कस्तो छ आफूले रेट गर्नुहोस् होला कति छ कति 10 आउट अफ कति दिन चाहन्छु यो चाहिँ यो ठाउँलाई अब हेर्नु बबास उता पऱ्यो खलङ्गा है उता खलङ्गा छ ऊ वहाँ त्यो खलङ्गा छ होइन हामी जानुपर्ने एकदमै बबास छ है अब हामी लागौँ है हामीसँग समय धेरै नै छ निकै कम छ हामी जानुपर्ने ऊ वहाँ डाँडा उताको डाँडा भन्दा उता हो धेरै टाढा जानुपर्ने हामीले दरबारमा यसो बस्छौँ दरबारमा यसो चलफल दिएर यसो हेरेर यसो सिनहरू देखाउँछौँ यो हिँड्छ नि कहाँ छोड्छ हिँड्छ लिएर नि हेलमेट
यिनै 2 मिनेट भइसक्यो ल 70% चार्ज गाइस देखाइदिए हाम्रो सिन हजुरको सिन देखाइदिए हैन बेटा टुरुरु 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 गाइस सक्नुहुन्छ हजुरले तल भेरी नदी बगिरहेको छ जस्तो लाएर तर अब हामी अगाडिमा देखिँदो रहेन यार अगाडि स्क्रिनमा देखिन्छ कि भनेको देखिँदो रहेन कि थाहा रहेछ क्या थाहा जाजरको दरबार रातो दरबार र सेतो दरबारमा के फरक छ मेन दरबार सेतो दरबार हो रातो दरबार यो त भुइँचालोले हो क्या सेतो कता खाँदा भाइ सेतो दरबार यता पछाडि के हो त यताबाट बाटो होइन जाने साथी हो हेर्नुहोस् हाम्रो यो दरबार तर अब के गर्नु भूकम्पले यस्तो बनाइदियो यस्तो दृश्य किन बितिसक्यो सब बितिसक्यो रहेछ दामी आछ यार हाम्रो आज चाहिँ आज हाम्रो यो घुमघाममा चाहिँ हाम्रो यो सबैको आज खलङ्गादेखि उठाएर ल्याएर आएको हजुर सबैले स्वागत छ हाम्रो नयाँ च्यानलमा यो त अगाडि हाल्नु पर्यो त्यसो भए त कुन ठाउँ हो हामी चाहिँ रिन्दापट्टि र हल्का अगाडि आएको छौँ अब अब सिमली पुग्नु भयो जब हामी चाहिँ अब निरन्तर तरिकाले अब सिलिन्डर अब हामी लाग्छौँ फोटो खिच्दै खुसियाली एउटा फोटो खिच्दै गएँ हामी फोटो देखाउँछु पनि
स्यारपुताल अब केही समय आधी घन्टाको ढिलामा आधी घन्टामा हामी चाहिँ अब स्यारपुताल पुग्छौँ। ऊ त्यो डाँडा देख्नु भएको छ नि, डाँडाको उतापट्टि चाहिँ हाम्रो स्यारपुताल रहेको छ। त्यो लास्ट डाँडा यो डाँडा हैन, यो बिचवाला डाँडा, उताको ठुलो डाँडा। ठुलो डाँडा होइन, यो बिचको डाँडा होला। त्यसको ठुलो डाँडाको उता माथि टपमा के भन्छ कहाँ जान पुग्छौँ त? पुग्छ मजाले पुग्छ होइन। अनि अब हाम्रो साथीहरूसँग एकदम पुगी छ नै, हाम्रो एकदम कन्टिन्यू यात्रा बिहानदेखि हामी यात्रा भइरहेको छ, त्यसरी एकदम हामी पुगी छौँ। बट वेल गो हामी त्यहाँ गएपछि हाम्रो थकान सब थकाइमै आउनुपर्छ। हाम्रो यो स्यारपुतालले चाहिँ हामी त्यस्तो खालको 38 को केटाहरू हिँड्न लगाइस हामी अब लाग्यौँ। मिनट लाग्छ लाग्दैन, आधी घन्टा 15-20 मिनट। कहाँ पिस त अब कहाँ हो? पिस यहाँ यस्तोसँग पिस नभए त कहाँबाट हुनु? 6K मा भिडियो है, 6K मा भिडियो, मजा आयो यार बल्ल। 6K हो दामी आछ केटा यसमा त यार, लास्ट हाई क्वालिटी आछ हो। रोय गाइज हामी कहाँ छौँ? हामी चाहिँ अब स्यारपुताल एकदमै नजिकै छ गाइज, हाम्रै छेउमा छ है स्यारपुताल। बट लुक एट दिस सिन म्यान, वाट इज दिस? यो घर बसेर देख्न पाइन्छ त? पाइँदैन। यसको लागि आउनु पऱ्यो गाइज, आउनु पऱ्यो, भाइ निस्किनु पऱ्यो। ल हेर वाह, जति हेऱ्यो नि दुध बग्यो कि त्यो पानी बग्यो क्या, त्यो त्यहाँ हेर नि, त्यहाँ दुध बग्यो कि पानी बग्यो, के भन्नु जति भने नि निशब्द छ, निशब्द। ल के भन्न चाहन्छ साथी हाम्रो योगेश केसीले चाहिँ के कुरा भन्न चाहन्छ होला गाइज भन्ने? ल यो दृश्य देखेर हजुर के भन्नु मन लाग्यो भन्नुहोस्। यसो एउटा प्राकृतिक सुन्दरता हाम्रो नेपालको जुन टुरिज्मको लागि एकदम राम्रो छ। विविध कारणहरूले हाम्रो पूर्वाधारको कामहरू, रोड होइन अरू सुविधाहरूको कारणले गर्दा चाहिँ हाम्रो पर्यटकहरू आउन चाहिँ सक्नु भएको छ र हामी नेपाली पर्यटकहरूले चाहिँ यो अवलोकन गरिरहेछौँ। बिस्तारै यसलाई हामी प्रमोट पनि गर्छ हाम्रो देशको लागि। र मलाई यहाँ आउँदा चाहिँ एकदम रमाइलो लाग्यो होइन। अनटच नेचर के भन्ने यसलाई, सिनेरीहरू छ होइन, गाउँ बस्तीहरू त्यहाँ वरिपरि। बाबु कसले भन्छ गाउँमा मान्छे छैन? हेर्नु त बाबु कहाँदेखि आयो? घट्टादेखि आयो? डार्ने भने के बाबु? ए ठाउँ डार्ने? के ल्याएर आयो तिमीले? पिठो के हो? केही कदम केही समयमा हामी अब स्यारपुतालमा पुग्छौँ गाइज। ठ्याक्कै यसको उतापट्टि, यसको उतापट्टि त्यो अर्को जोसमा छ। त्यो हाम्रो तराईमा बसेको एउटा तराईमा बसेको मान्छे यहाँ देखेर जोसमा छ, हिमालमा चढ्न चाहन्छ त्यो। त्यसलाई अझै त्यो माथि आएर यसलाई पुगेको छैन, अझै उहाँ पुग्नु छ त्यसलाई। त्यो माथि माथि त्यहाँ माथि चाहिँ के होला बे? त्यहाँ गयो भने कस्तो देख्छ झन्? त्यो कति अग्लो बे? हामी यहाँ छौँ उहाँहरू चाहिँ कति अग्लो त्यहाँ? सुरेश केसी हाम्रो लाइसेन्स बिनाको राइडर, लाइसेन्स बिनाको राइडर हाम्रो, जल्दो पोल्दो राइडर हाम्रो। यस्तो पनि हुनु पऱ्यो केटा, यस्तो चलाइ होस् कि लाइसेन्स नभएर पनि। के गर्नु हो हजुर? हजुर के हो, झ्यापमा हो क्या हो? यस्तो गर्नु भएन नि त हजुर। अन्टी लभर खाएर अन्टी खाएर के हो यस्तो? अन्टी ओ त्यो देखाइदिएन अन्टी, अन्टी देखाइदिएन, देखाइदिएन खै अन्टी देखाइदिएन। त्यो कहाँको त्यो अन्टी देखा न, सब खाइस्? ओ ल्यानु त्यो अन्टी लभर देखा न। ल दुईजनाको फोटोसुट भइरहेछ गाइस, फेरि देखाउँछु हजुरलाई मलाई। ल दिनुहोस्। भोलि हामी फर्किँदाखेरि त्यो बाटो फर्किन्छ त सुरेश केसी? हामी कहाँबाट फर्किने भोलि? हाम्रो कहाँ भन्छ जानुपर्छ? आउँ देखाउनु। ऊ त्यो पारीको बाटोदेखि उता जाने हो क्या, त्यो बाटोदेखि हामी उता जान्छौँ है त गाइस। त्यहाँदेखि हामी रुकुमकोट निस्किन्छौँ है गाइस। भोलि हामी साथी हो, हामी चाहिँ अब भोलि रुकुमकोट निस्किन्छौँ त्यहाँदेखि। ल सिउ सुन गाइस। अब स्यारपुतालमा हामी निकै भेट्नेछौँ। सिउ सुन। ल यसलाई चाहिँ बाई बाई, टाटा।
यहाँ यता भ्यूसँग हामी चाहिँ स्यारबुतालमा आइसकेका छौँ र साथी हामी चाहिँ स्यारबुतालमा अब उपस्थित भइसकेका छौँ है अलि यता आउनु उता यता एकछिन बोल्छ क्या मैले के भन्नु पर्छ यता हो ल अब बोल्नु पर्यो यस्तोमा दृश्यले नै भन्छ क्या मैले धेरै के भन्नु पर्दैन होला सायद भन्नुपर्छ र पर्दैन नि यार यस्तो भयो खोला हेर्नु सर देखा खोला देखा रातो के अरे रातो ढुङ्गा चट्ट खोला बगिरहेको छ होइन 30% झरना हेर्नुहोस् गाइस माथि काँधो माथि झरना छ है कहाँदेखि आएको त्यो पानी जानु मिल्छ हुँदैन त्यो पानी कहाँदेखि आएको छ अचम्मको कुरा छ क्या गाइस कहाँदेखि आएको छ त माथि न मूल छ न धारा छ न केही छ अचम्मको कुरा होइन विशेष त कल नेचर है नेचर भनेको यस्तो छ यसको ब्लगमा यसकै च्यानल आउँछ ए ब्याग राखिदिउँ न ब्याग स्याग प्याक गरेर राखिदिउँ अनि निस्किँला क्या यतातिर सबैभन्दा बेस्ट लगाइ एकैछिन हामी भेट्छौँ त एकैछिन सर्ट ब्रेक त्यहाँ देऊ जल्दी स्यारबुकको चाहिँ अन्डा र च्याउ अब खिचौँ न होइन कति अरू खिच्नु नेपालको च्याट्टला नेपालको म्याच हेर्दै तातो अन्डा र भ्यू भने मेजेस्टिक छ भ्यू भने सो दामी इलिक्क परेको स्विजरल्यान्डभन्दा कम छ नि यो भ्यू त्यहाँ सेम छ स्विजरल्यान्ड पनि यस्तै छ एउटा यार माउन्टेन पनि ठ्याक्कै भी सेपको माउन्टेन ग्रिनल्यान्ड अनि लेक यो पनि त्यस्तै भ्यू छ ड्रइङमा गराएको जस्तै भ्यू छ सुपर वाइडमा खिच्दो रहेछ यार अहिलेसम्म नखिच्यो सुपर वाइडमा खिच्दो रहेछ कि मेरो पनि आउँदैछ यो सुपर वाइडमा खिच्ने सुपर वाइड वाइड डोमा फुल वाइडमा कि मेडिटेसन गरेर त्यही साला हिजो साँझ खाएको माछा हो क्या कुन त्यही सानो पोन्डमा माछा अघि म त हात धोइदिएको थिएँ लगे पनि खाने त्यही माछा भयङ्कर गइरह नि बे अरे फाल्टो थियो फाल्टो पर मासुमा देख्यो सुकिया धेरै भिडियो बनाउन गीत हेरेर आयो सम्झना यार भिडियो भइछ नि भिडियो बनाउन के भने भिडियो सब क्याप्चर त्यस्तै आफ्नै तरिकाले गखाने ब्लगिङ इज नेचुरल ब्लगिङ भएपछि राम्रो हुन्छ क्या क्यामेरासँग बोल्नुभन्दा पनि वाट यु आर डुइङ सो द्याट इज कल्ड ब्लग
हामीको डिजाइन पढिसक्यो एकचोटि रुगा खोकी सब हट्छ एकैचोटिमा यो पहाडमा फुल सबै लाग्छ अहिले घाम के केटा जो पनि भ्लगमा आउँछ है केटा यिनीहरू त म कट गर्दैन भाइ टाइम लाग्छ कट गर्न यो